हेलो नमस्ते सबैजनालाई। आज फेरि म धेरै दिन बाद है तपाईँको अगाडि सानो भ्लग लिएर आएको छु। धेरै भयो ग्याप हो, बिचमा भ्लग गर्नु सकिनँ किनभने म माथि घर गएको थिएँ। घर गएर आएको, घर गएपछि ड्युटी जाँदा के जाँदा हो त्यत्तिकै भयो। अन्त अहिले चाहिँ फेरि म यहाँ आएको छु गरममा। अन्त मैले चाहिँ आज भ्लग बनाउनु पऱ्यो भनेर बनाएको। सो अहिले चाहिँ मोमो बनाउन आँटेको हामी हो, चिकन मोमो। अनि त्यसको तयारी गर्दैछौँ। म आँटा मुस्दैछु है मैदा। यहाँ तता छ, तताले चाहिँ यस्तो टक्कै टिमहरू रेडी गरिदिइसकेको छ हो। टक्कै यत्रो हात मात्रै आयो अगाडि, हात मात्रै आयो यत्रो अगाडि। गरम छ पुरा। म चाहिँ भर्खर नुहाइदै गरेर अब दिउँसोको लागि चाहिँ हामी मोमो खाने भनेर चाहिँ मोमो बनाउन आँटेको हो। मोमो खाने, बाहिर जानु पनि कहाँ जानु यस्तो घाममा। अन्त घरमै बसेर मोमो खाँदै बस्ने भनेर चाहिँ हामी सल्लाह गरेर मोमो खानु आँटेको अब हो। अन्त मैले अस्तितिर पनि भ्लग गर्नु भनेर सोचेको थिएँ कि तर त्यस्तो अब टाइमै पाइनँ हो। अन्त घरमा अब त्यही हो, ड्युटी जानु आउनु, त्यही भएर चाहिँ नबनाएको है। अन्त आज फेरि आएको छु भ्लग लिएर। हेरिदिनुहोस् होला लास्टसम्म मेरो भिडियो। मन पऱ्यो भने लाइक गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस् है। यहाँ चाहिँ रेडी हुँदैछ हाम्रो मोमो। कोचिङ हाल्यो तेल त्यतिकै हाल्नु न, नखराइ कि खराउनु। सो यहाँ सुपको लागि यहाँ छ है। अन्त हामी यहाँनिर मैले मैदा मुछिरहेको छु। अब चाहिँ हामी खाने मोमो बनाउने दुईजना भएर। तता पनि आउनुभएको छ हाम्रो बाहिरबाट, दुबईमा हुनुहुन्थ्यो नि त, अहिले घर आउनुभएको छ। अन्त ततालाई पनि यसो मोमो बनाउने भनेर चाहिँ बनाउँदैछौँ। तिनजना मात्रै छौँ हामी घरमा हो। तातो तातो मोमो खानुपर्छ गरममा चाहिँ। अब भर्खर नुहाएको, एकछिनमै सुकेको। अब ड्रायरको जरुरतै छैन अहिले। पानी खाँदै चाहिँ कफी अनि बिहानी नै होस् न कि म्याग्नेटिस पर पोसक रहेछ चमानले राखिहाल्नु रहेछ। ल्याइदिन्छु कस्तो बेकारी त्यो चाहिँ गाडीको उयसमा पनि सुत्छ गाडी। म त्यसको टाढो सुत्दिन्छु त्यो भुइँमा। पहिला लगेको तोसेको छु है, कहिले भन्दै पहिला फेरि बस्छ। त्यो त सानो मैले किनेको त्यो त पातला पातला खाइ होला। अस्ति बोजू गएर बस्यो भनेर सिक्सिक्यो सबतिर खानु छ भने बस्छु हामी भनेर कसरी है मलाई सोध्यो। अन्त बिहाल्नु अन्त बसोस् अन्त छोडिदियो सानो बिमारीमा भन्नुभयो। अन्त आएर चाहिँ बस्छ चाहिँ साइड गरेर क्या पाइप हालेर त्यो भित्रको फुलहरू क्या
ए हजुर माथि बस्तीको अझाले चाहिँ मकैको त्यो चामल क्या त्यो भात पुरा खानु मन गर्थ्यो र मकैहरू त्यस्तो के लगेर यसलाई चाहिँ पाकमा दिने है अब बनाउने अलिकति अहिले चाहिँ हामी 3जना मात्रै छु नि त घरमा हो 3जना मात्रै छु अन्त मेरो मोमो चाहिँ आज के भयो कि तर राम्रै भएको छैन है कस्तो भयो आज आज के मिलेन आज मेरो मोमोमा राम्रै डल्लै भएको छैन कडा भइसक्यो कडा मुसेर पुरै कडा मुसेछु क्या मैले आज यस्तो भइरहेछ कि भयो आज मेरो म अलिक निस्किनु पऱ्यो मजाले मेरो मोमो पाक्यो फाइनली अब चाहिँ खाने हो फाइनली मोमो चाहिँ रेडी भइसक्यो अब हामी खाने मोमो चिकन मोमो सुप यहाँ 2जना सदाहरू छ अब चाहिँ खाने हामी मोमो अचार फेरि यस्तो छ नि फेरि खाएँ मैले त किमा सक्यो नि हौ दुई मक्टु 3 मक्टु 1 डोरा छ ल साथीहरू भर्खर खाना खाइसक्यो हामीले हो खाना खाएर आमाम गरम यो रुममा चाहिँ यस्तो गरम हुन्छ कि यस्तो ड्यामडुम बनाइरहेछु पर्दा लगाएर हो चाहिँ घाम आउँछ यहाँबाट अन्त पुरा गरम हुन्छ नि त यो रुममा चाहिँ बेलुकासम्म गरम हुन्छ त्यही भएर राम्रो बनाएर राखिरहेको छु अहिले चाहिँ हामी खानासाना खाइसक्यो खाना खाएर चाहिँ भर्खर बसेको हो गरम भयो पुरा म चाहिँ गरममा ठ्याक्कै बस्नु सक्दिनँ क्या अवस्था कस्तो हुन्छ कि के गर्नु कसो गर्नु हुन्छु अन्त अब चाहिँ बस्ने एकछिन गरम भयो यो रुममा झन् यस्तो गरम हुन्छ कि यसरी बस्नुपर्छ यसरी पर्दाहरू लाएर ड्यामडुम थुनेर बस्नुपर्छ आम्मामा यस्तो छ तपाईँलाई हाम्रो फोटो देखाउँछु ल बिहाको मैले हाम्रो फोटो यो चाहिँ हामीले 2टा मात्रै लगाइरहेको छ हो अन्त उतापट्टिको रुममा एउटा लगाएको छ र म आजको यो भ्लग चाहिँ यहीँ गर्छु है गरमले म भिडियो बनाउनु नसक्ने रहेछ अलस भएर अहिले त्यस्तो गरम चाहिँ घाम पनि त्यस्तो लागेको छैन कि यस्तो गरम भइरहेको छ मलाई चाहिँ हो कसरी होला कसरी जिन्दगी बिताउनु यस्तो गरम त्यही छ अहिले ल बाई अहिलेलाई चाहिँ यति नै आजको मेरो भ्लगमा चाहिँ यति नै हुनेछ अन्त भेट्दै गरौँ है फेरि अर्को भ्लगमा त्यतिन्जेललाई बाई